ल आज चाहिँ म भ्लग बनाउनु पर्यो है। आज चाहिँ चैत 28 गते हो। अहिले चाहिँ म मेरो गाउँमा घरमा छु है। यस्तो छ। आज चाहिँ पानी परेर नित्रुक्क छ। पुरै आकाश कड्केर बजिरहेछ। यो भिडियो हाल्नु होला भिडियो पछिको लागि मेमोरी हुन्छ। पानी पर्यो र अहिले चाहिँ म झरी परिरहेछ होइन। काम गर्नु आज सकेर जस्तो छैन। आज चाहिँ म यसो गाउँ डुल्नु निस्केको छु। उँभोतिर जाँदैछु है त। पानी सिमसिमे परिरहेछ। अब घाँस काटौँ भने जमुनाको डाले घाँस अब रुखमा हुन्छ, चिप्लिन्छ फेरि खुट्टा होइन। त्यसैले अहिले चाहिँ म टाइम पास गर्नको लागि जाँदैछु। म मेरो माइला काकाकोमा आएँ र अहिले चाहिँ म हिँड्दैछु। पानी त तर मरिसकेछ, तर अब अहिले बोरिङ जिन्दगी भइरहेछ है। अब के म खालि यही ठाउँमा आएर चाहिँ धेरैचोटि बसिसकेँ। हेट यस्तो हरियाली है। कहाँ पाउनु र। टक्कसँगले यहाँ चाहिँ सबै सुविधा छ भनौँ न, पानी सानी यो ठाउँमा चाहिँ। हैट मलाई भ्लग चाहिँ बनाउनु मन लाग्यो क्या। किन मेमोरिज हुन्छ भनेर हो कि के भनेर यस्तो यो मैले यस्तो गरेको थिएँ भनेर यसो मेमोरी चाहिँ कलेक्ट गर्नु मन लाग्छ। हुन चाहिँ मेरो भ्लग केही नै हुँदैन, त्यही पनि त्यो मेमोरी बनाउनु मन लाग्छ। हैट अब अलिकति इन्ट्रेस्टिङ चाहिँ बनाउनुको लागि के चाहिँ गरौँ त भन्दाखेरि के चाहिँ भनौँ भन्दाखेरि आज चाहिँ नयाँ वर्ष आउनुको मुखमा छ, तर झरी परेर यस्तो छ। मलाई कविता चाहिँ लेख्नु खुब मन लाग्छ, तर कविता अपलोड गरिराखेको हुन्छु है। कविता लेख्दै गर्छु है। म विप्लवको घर आइपुग्न आँटिसकेँ। गाउँठाउँमा यस्तै छ। गाउँठाउँ बस्दाखेरि सहरको त्यो भिडभाड अलिअलि भयो भने के हुन्छ याद आउँछ है। अनि भिडभाडमा हुँदाखेरि एकान्त गाउँको एकान्तको याद आउँछ। अब यस्तो छ। अहिले चाहिँ म विप्लवकोमा छु। यस्तै छ विप्लवको घर चाहिँ। यता किचन छ, टिपिकल नेपाली हाउस, भिलेज हाउस। आजको के गर्ने प्लान छ? आज हाम्रो केही प्लान छैन। कोही प्लान ये है कि कोही प्लान ही नहीं। र अहिले चाहिँ पानी रोकिएको छ। अनि म विप्लवको घरबाट चाहिँ निस्केँ। अब चाहिँ म घरतिर जाने हो। कस्तो हरियाली, सुन्दर हरियाली देखिरहेछ। पारी वारी सबै वन जङ्गल एकदम। अब काम गरिन्छ, हल्कासँगले काम गर्ने हो है। के गर्ने हो गरिन्छ। आज दिनभर रोकेको छ, आधी दिन त रोक्यो नै। अब चाहिँ के गर्नुपर्छ भन्ने लागिरहेछ है। गाउँठाउँमा यस्तै छ काम कुरो, कता यताउता है। अनि अब मेरो यो 10-15 दिन चाहिँ यसरी नै कट्छ है। नयाँ वर्षमा के रमाइलो गर्नुपर्छ। अनि 1 गते फेरि के गरिन्छ थाहा छैन।
हाम्रो स्कुटर पनि पापाले खालि पर राख्नुहुन्छ सहरकोमा अनि टाढो भएर अनि के गर्नुहुन्छ अब त्यस्तो छ हालत। अनि मेरो अब अरू भन्दाखेरि चाहिँ अहिले म सबैसँग कन्ट्याक्टलेस छु है। अब अहिले भनेको चाहिँ यस्तै छ, घर गाउँतिर यसो डुल्यो माथिल्लो घर तल्लो घर अनि काम गऱ्यो अनि नयाँ वर्षको चहल पहल अब छैन या केही छैन त्यस्तो है। अनि पढाइ पनि अब छैन अहिलेको लागि चाहिँ कमामा छ। ओहो मान्छेहरू कमामा छ अब पढाइ सढाइ पनि है। अनि जाडो छ मौसम है। अब के गर्ने त आज त चिया टिप्ने हो कि के गर्ने त त्यो कुरा हुन्छ एकछिनमा। अहिले चाहिँ म यहाँ बागानमा छु। चिची गर्दैछ बल्ल। यस्तै छ बागान घर यस्तै छ। अब पहिला यहाँ 2012 वैशाख 12 गतेको कुरा हो। योभन्दा 10 वर्ष अगाडि म यहीँ बसिरहेको थिएँ, ठ्याक्कसँगले यहाँ बसिरहेको थिएँ। यहाँ चाहिँ बेन्ची थियो अनि टक्कसँगले यहाँ चाहिँ अनि हल्लिन थाल्यो, चियाबारी चाहिँ बुरुङरुङ हल्लिन थाल्यो। अनि भुइँचालो आयो भनेर म चाहिँ तल कुदेँ, यो बाटो कुदेँ उँधो। अनि त्यसपछि तल चाहिँ अब मान्छे हाम्रो आमा हुनुहुन्थ्यो अनि यहाँ चाहिँ बाङ्गा पनि हुनुहुँदो रहेछ। त्यो बेलाको कुरा हो अनि 10 वर्ष भयो त्यो बेला है त। र अहिले चाहिँ सबै काम सकियो अनि त्यसपछि घाँससास काट्यो। त्यसपछि अब यसो डुल्नको लागि गइँदैछ। अब के गरिन्छ भन्ने कुरा चाहिँ थाहा छैन। लाइन पनि छैन, अहिले भर्खर हेरेको लाइन छैन। के गरिन्छ त भन्ने पो भयो त। तर एकछिनमा लाइन त आइहाल्छ, टक्कसँगले अब गइन्छ। कता जाउँ हौ? कता जाउँ हौ? आजको दिन चाहिँ शुभ नै भयो भन्नुपर्छ। पानी पनि अहिले ठ्याक्कसँग रोकेर अहिले उज्यालो भइरहेछ। के गर्दैछ यहाँ तल्लो घरकोहरू? के गरौँ त आज भयो त यार। र अहिले चाहिँ भर्खर एकछिन गेम खेल्नु आएको। अब चाहिँ टाइसन पनि गयो भाइ। अहिले चाहिँ अब एकछिन तल खोलिदिएर दुध दिनुपर्नेछ। अब एकछिन यहाँ मोबाइल राखेर चाहिँ म जान्छु। र मैले चाहिँ अहिले केराको बुङ्गो भेटेको छु र अब यो चाहिँ म केलाएर ठ्याक्कसँगले यसको रेसिपी अब हेर्नुपर्ने छ। र अहिले चाहिँ म एकछिन निस्केको छु, दुध सुध दुइसकेँ। त्यो केराको बुङ्गो पनि अब एकछिनमा केलाउने हो। एकछिन गेम खेल्नु पर्ला। आज चाहिँ यस्तो डाँडा भएको छ है, रमाइलो खर्साङहरू यस्तो छ है। र अब चाहिँ एकछिन टोलिनु पर्ला। के गर्दैछ अन्त? बाइक कुदाइरहेछ त के गर्दैछ मेरो डुवो पार्टनर चाहिँ। र अब चाहिँ म सब्जी पकाउनु जानुपर्ने ढिलो भइसक्यो। यहाँ म चाहिँ गेम खेलेर बसिरहेको छु होइन। अनि अब चाहिँ जानुपर्ने हुन्छ सब्जी पकाउने, म भात सब्जी गर्ने, त्यो अचार पनि बनाउनु पर्ने छ। र साँझ परिसकेको छ, हेर्नुहोस् यस्तो छ, जुन पनि रहेछ। अब चाहिँ म सब्जी पकाउनु जानुपर्ने छ, भात सब्जी गर्नु छ है। भरे भेट्नुपर्छ, भरे साथीहरूसँग भेट हुन्छ। र अहिले चाहिँ रात परिसकेको छ, खानासाना खाएँ होइन। केराको बुङ्गाको अचार बनाएर खाइयो। त्यसपछि अहिले चाहिँ अब हामी गइरहेछ राततिर अब यसो तलतिर नेट सेट चलाउनु अब है। ल आजलाई चाहिँ म यति नै राख्नु पर्यो। हस् त बाई बाई।